साथीहरू, तपाईहरुलाई मेरो भिडियोमा स्वागत छ। आज म शाखा अधिकृत तृतीय पत्रकामा भएका केही लोकसेवाका लागि सम्भावित प्रश्न र तिनका उत्तरहरू लिएर आएको छु। यो चाहिँ गत वर्ष आएका प्रश्नहरू हुन् र पुनः पनि सम्भावित छन्। मेरो भिडियोको अन्तिमसम्म रहनुहोला। पहिलो प्रश्न छ, पूर्वाधार विकास भनेको के हो र नेपालमा पूर्वाधार विकासमा देखिएका व्यावहारिक समस्याहरू के हुन्, उदाहरण सहित दिनुहोस्, प्रश्न पार्नुहोस् भन्ने क्वेसन थियो। प्रश्नको सुरुवात यसरी हुन्छ। पूर्वाधार विकास मुलुकको विकास, समृद्धि र समुन्नतिका लागि सहयोग पुर्याउने ढाँचा, संयन्त्रहरूको व्यवस्था र एवं प्रबन्ध गर्नु नै पूर्वाधार विकास हो। विकास गर्न नहुने पूर्व शर्त सेवा सुविधाहरू जुन मूर्त र अमूर्त दुवै हुन सक्छन्, जस्तै शिक्षा, स्वास्थ्य, सिँचाइ, सूचना, शान्ति, स्थिरता, पुँजी, जनशक्ति, हैन, सहायता, अन्तर्राष्ट्रिय सम्बन्ध, यावत रूपमा यिनी सबै यो दृश्य अदृश्य सबै कुराहरू, भौतिक अभौतिक सबै विषयको एउटा समग्रता के हो, पूर्वाधार विकास हो। नेपालमा विकास पूर्वाधार विकासमा देखेका समस्याहरू के हुन् भन्ने कुरामा पहिलो समस्या नीतिगत स्थिरता हासिल गर्न कठिन छ। जस्तै अन्तर्निकाय समन्वय नहुने, नीति निर्माणमा चाहिँ सङ्घ प्रदेश स्थानीय तह अरूको चाहिँ समन्वय नभएको देखिन्छ एकीकृत राष्ट्रिय नीति निर्माणमा। राजनीति र सरकार फेरबदल हुँदा यसमा नीतिमा प्रभाव पर्छ। जस्तै अब एउटा सरकारले ल्याएका नीति कार्यक्रमहरूलाई अर्को सरकार आएर उल्ट्याइदिन्छ। त्यसो गर्दा पनि नीतिहरूमा चाहिँ प्रभाव हुन्छ। राजनीति जति अस्थिर भयो भने नीति पनि अस्थिर हुन्छ। नीतिगत विश्लेषण व्यावहारिक नहुनु, नीति त बनाइन्छ तर नीतिले कस्तो प्रभाव पार्छ त्यसको प्रभावको चाहिँ मूल्याङ्कन गरिँदैन र त्यसको लागत कति लाग्छ भन्ने कुरा पनि मूल्याङ्कन गरिँदैन, प्रक्रिया, खर्च र नतिजाको मूल्याङ्कन गरिँदैन। अर्को राजनीतिक दबाव र स्वार्थ छ। राजनीतिक दबाव र स्वार्थ बढी हुनु छ। जस्तै पहुँच र प्रभावको आधारमा योजना परियोजना छनौट गरिनु, बजेटको असन्तुलित वितरण हुनु, बन्द हडताल, चन्दा, अनि के भन्छ राजनीतिक हस्तक्षेपको कुराहरू छ। त्यसले गर्दा पनि हुँदैन। अरू कुरा छ बजेटको साँगुरो आकार भन्छ, साँगुरो बजेट आकार। जस्तै पुँजीगत खर्च एकदमै न्यून छ, करिब 20% छ पुँजीगत विनियोजन। अब खर्च त एकदमै झन् न्यून हुन्छ। पुँजीगत खर्च 60% भन्दा माथि नै हुँदैन, भएको देखिँदैन। अब बढी नियन्त्रणमुखी छ, बजेटको आकार साँगुरो छ, एकदमै खर्च कटौती गर्नुपर्छ, खर्च धेरै गर्न हुन्न, बरु पैसा हाम्रो आम्दानी हुँदैन, आम्दानी न्यून हुन्छ भन्ने हिसाबले चाहिँ खर्च कटौती गर्ने कुरा नियन्त्रणमुखी छ। असारमा हुने हतारको विकास कार्य, असारमा चाहिँ असारे बजेटको चटारो हुन्छ, जसले गर्दा विकास पूर्वाधार चाहिँ गुणस्तरहीन हुन्छ र चाहिँ त्यो फजुलमा खर्च हुन्छ। अर्को चाहिँ वित्तीय हस्तान्तरण न्यायपूर्ण छैन भनेपछि अब यो समानीकरण अनुदान, विशेष अनुदान, सम्पूरक अनुदानबाट नै पूर्वाधारका कामहरू हुन्, त्यसको वितरण चाहिँ न्यायपूर्ण छैन। अब जस्तै विकट जिल्लाहरूका स्थानीय तहहरूमा अनि विकट अब पछाडि परेका आर्थिक सामाजिक रूपमा पछाडि परेका प्रदेशहरूमा पठाउने खालको त्यो वित्तीय हस्तान्तरण छ जुन चाहिँ अन्यायपूर्ण छ। सङ्घले चाहिँ खर्चको आवश्यकता राजस्वको क्षमताको आधारमा भन्छ, तर कम राजस्व हुने ठाउँमा कम जान्छ के, त्यस्तो हुन्छ। अर्को छ उदासीन प्रशासन, अब प्रशासन संयन्त्र एकदम उदासीन छ, जस्तै अब भ्रष्टाचार, अनियमितता, अनि मनोमानिन्य, निर्णय नगर्ने खालका, अनि सेवा प्रवाह एकदम के भन्छ ढिला सुस्ती गर्ने खालको प्रवृत्ति छ भने पूर्वाधारहरूको मूल्याङ्कन गर्ने कुरा, त्यसको निरन्तर अनुगमन गर्ने विषयहरू, त्यो विषय एकदमै चाहिँ प्रशासन चाहिँ एकदमै प्रभावकारी भएको देखिँदैन, बढी खर्चिलो छ, अनि अब लागत प्रतिफलका कुराहरू छन्। अब अर्को चाहिँ विकट भौगोलिक बनावट छ, जसको कारण चाहिँ स्रोत साधनको असमान वितरण छ। जस्तै कुनै ठाउँ चाहिँ नदीहरू छैन, कुनै ठाउँ नदीजन्य स्रोतहरू छैन, कुनै ठाउँ वनजङ्गल छैन, कुनै ठाउँमा चाहिँ अब ढुङ्गाहरू छैन पूर्वाधार निर्माण गर्ने खालका, अब
कुनै ठाउँ माटो पनि छैन, अब माटो नभएको ठाउँ पनि छ, जस्तै होइन इँटाहरू बनाउनका लागि। यो असमान वितरण छ क्या भूगोलको अवस्थामा पनि। अब फेरि अरू कुरा के छ भने चाहिँ भौगोलिक विकर्द छ, त्यसमा पनि विपद विपद अनि दैविक प्रकोपहरू चाहिँ एकदम निरन्तर रूपमा आइरहेका देखिन्छन् होइन। बाढी पहिरो भुचे होइन, के अरे भूकम्प जस्ता कुराहरूले चाहिँ भौतिक पूर्वाधार निर्माण कार्यलाई चाहिँ ढिलासुस्ती बनाउने र पूर्वाधारको चाहिँ आयु घटाउने जस्ता कुरा पनि भएको छ। छरिएर रहेको बस्ती छ होइन, बस्ती एकदमै एकदमै साना 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 घरहरू रेठे के अरे साना साना बस्ती छन्, एकदमै छरिएर रहेको छ होइन भिरालो ठाउँमा। त्यसमा चाहिँ एकीकृत पूर्वाधार विकास गर्न गाह्रो अप्ठ्यारो हुन्छ। सबै नागरिकलाई चाहिँ पूर्वाधार पुर्याउँदाखेरि चाहिँ लागत बढ्ने र काम चाहिँ ढिला हुन्छ। अनि त्यसपछि अरू कुरा छ बढी लागत र न्यून प्रतिफल हुन्छ। त्यसले कारण गर्दा अब स्रोत साधनको अभाव पनि छ, सीमित छ एकदम, हाम्रो पुँजी सीमित छ होइन। अब हाम्रो पुँजीको आकार सानो छ, अब सरकारले मात्रै आफै योगदान गर्नुपर्छ। अब प्रविधि चाहिँ एकदम सीमित प्रविधि छ होइन, प्रविधि हस्तान्तरण कठिन छ। अब दक्ष जनशक्तिको कमी छ होइन, हामी जनशक्ति छ तर चाहिँ एकदमै प्राविधिक विज्ञ जनशक्ति चाहिँ कमजोर छ, कमी छ। निर्माण सामग्री पर्याप्त नपाउने चाहिँ बजार प्रणाली साँकुरो छ, जसले गर्दा निर्माण सामग्री सहजै प्राप्त पाइँदैन। आपूर्ति निर्यात र आयात प्रणाली सीमित छ होइन। अब चाहिँ अब सबै ठाउँ यातायातको सुविधा भएको छैन। ग्रामीण के अरे ग्रामीण ज्ञान सिप र स्रोतको परिचालन हुन नसक्नु भन्नुपर्दा अब हाम्रो ज्ञान सिप छैन होइन, ग्रामीण क्षेत्रको विकास भएको छैन। अब नागरिक शिक्षा र चेतनाको कमी छ, जसले समाजमा सहभागिताको न्यून छ, विकासमा सहभागिता होइन, पूर्वाधार निर्माणमा सहभागिता कम छ, सामाजिक योगदान त झन् शून्य छ। अब 10 देखि 15% चाहिँ सामाजिक योगदान हुनुपर्छ भनेर चाहिँ खरिदेले नै व्यवस्था गरे तापनि अब त्यस्तो हुँदैन, भएको देखिँदैन। अब उपभोक्ताहरू चाहिँ बढी ठेकेदारमुखी भएका छन्, नाफामुखी भएका छन् उपभोक्ता समितिहरू होइन। लाभको असमान वितरण हुन्छ होइन, अब त्यसको प्रतिफलको वितरण असमान हुन्छ होइन। त्यसको दिगो मर्मत सम्हारका लागि भनेर छुट्टै कुनै त्यस्तो व्यवस्था भएको छैन, त्यस्ता कोषहरू निर्माण भएका छैनन्। अब सामाजिक अवरोध पनि छ, जस्तै जग्गा प्राप्तिमा अवरोध हुनसक्छ, बस्ती स्थानान्तरणमा अवरोध हुनसक्छ होइन। अब सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने कारणले पनि अवरोध हुनसक्छ होइन। समाजमा द्वन्द्व बढ्दै जाँदा पनि पूर्वाधार विकासमा अवरोध भएको छ। अब जस्तै निजी क्षेत्रको निष्क्रियता होइन, निजी क्षेत्र एकदम सक्रिय छैन, निजी क्षेत्रहरू प्रवर्धन हुन सकेका छैन, एकदम निजी क्षेत्रहरू चाहिँ अर्थतन्त्र डाउन हुँदाखेरि निजी क्षेत्रहरू उत्साहित नभएको र लगानी गर्न डराइरहेको अवस्था पनि छ। अब लगानी भए पनि सहर केन्द्रित छ होइन, नाफा केन्द्रित छ, ग्रामीण विकासमा उदासीन भएको देखिन्छ होइन। अब ठुला परियोजना तुलनात्मक लाभका क्षेत्रहरूको लागि चाहिँ त्यस्तो परियोजना बैङ्कहरू त छ, तर त्यसको चाहिँ अद्यावधि भएको देखिँदैन र त्यसको चाहिँ अब विकास निर्माणमा होइन योजना बैङ्क, गुरु योजना अनि डिपिआर त्यस्तो खालको चाहिँ अध्ययनमा आधारित प्रतिवेदनलाई चाहिँ प्राथमिकता दिएको देखिँदैन होइन। अब यसका अन्य कारणहरू, अन्य कुराहरू छन्, जस्तै कानुनी बाधा अडचनका कारणले पनि पूर्वाधार निर्माण गर्न होइन, विकास पूर्वाधार निर्माण गर्न गाह्रो भइरहेको छ होइन। पर्याप्त मात्रामा पनि विकास सहायताहरू प्राप्त नहुँदा पनि विकास गर्न अप्ठ्यारो भइरहेको छ। अब यसको निष्कर्ष छ पूर्वाधार विकास अर्थतन्त्रलाई सबलीकरण गर्ने आधार हो। यसमा देखिएका नीतिगत, संस्थागत एवं सर्वाङ्गीन पक्षको सुधार गर्दै होइन, समस्याहरू सुधार गर्दै दिगो विकासमा आधारित पूर्वाधारको मोडल अवलम्बन गर्नुपर्ने देखिन्छ होइन, देख्दा राम्रो हुन्छ। अब प्रश्न 7मा छ दिगो विकासको अवधारणा। अब दिगो विकास के हो त, खासमा यसको अवधारणा के हो, कसरी आयो भन्ने कुरा हो। अब यसको प्रश्न छ दिगो विकासको अवधारणा के हो होइन, र दिगो विकासको सम्बन्धमा नेपालले गरेका प्रयासहरू के हुन् र नेपालको दिगो विकासमा नेपालको उपलब्धि के छ भन्ने विषय छ। र यसको चाहिँ प्रश्न सुरु हुन्छ, यसको अवधारणा सुरु हुन्छ। वातावरणीय सन्तुलन कायम राख्दै विकासका कार्यले अन्तर्पुस्ता आवश्यकता परिपूर्ति गर्ने मान्यता नै दिगो विकास हो। भविष्यका पुस्ताको आवश्यकता सम्झौता नगरी वर्तमान पुस्ताका आर्थिक, सामाजिक, सांस्कृतिक एवं वातावरणीय अवसरहरू विस्तार गर्नुपर्छ भन्ने मान्यता राख्छ। र आर्थिक रूपले धान्न सकिने होइन बेरेबल, वातावरणीय रूपमा भाइबल होइन, र सामाजिक रूपले इक्विटेबल, सोसियल इक्विटेबल जस्ताको मान्यतामा रहन्छ होइन। पिस अनि प्लानेट, पिपुल होइन, प्रोस्पेरिटी जस्ता कुरो मान्यता राख्छ। अब यसको विकासक्रमगत अवधारणा के हो भने सर्वप्रथम चाहिँ 1972 मा यो शब्दको प्रयोग भएको थियो होइन, अनि कोको डिक्लेरेसनले गरेको थियो
अनि त्यसपछि अनि त्यसपछि सन् 1970 को दशकदेखि यो अवधारणा अघि सारेको पाइन्छ भने सन् 1972मा युएनइपीको स्टोकहोम सम्मेलनले चाहिँ दिगो विकासको अवधारणा छलफल भएको पाइन्छ। सन् 1983मा वुडल्यान्ड कमिसन गठन भएको थियो होइन, बारबारा वार्ड होइन। अनि त्यसपछि 1987मा हाम्रो भविष्य नामक प्रतिवेदन जारी भयो होइन। अनि त्यो भविष्य नामक प्रतिवेदनले चाहिँ इकोनोमिक ग्रोथ, सोसियल इक्विटी, इन्भाइरोमेन्ट प्रोटेक्सनमा केन्द्रित थियो। र सन् 1992को रियो जेनेरियो सम्मेलनले वातावरण एजेन्डा 21 लगायत 5वटा विषयमा एकदम केन्द्रित भएको देखिन्छ। र 2000मा युएनओले सहस्राब्दी शिखर सम्मेलनले होइन सहस्राब्दीका 8वटा लक्ष्यहरू, 8वटा बुदाहरू चाहिँ अघि सारेको पाइन्छ। र 2002को विश्व शिखर सम्मेलनले दिगो विकासका लागि होइन विकासका लागि चाहिँ पिस, प्लानेट, प्रोस्पेरिटीका मुद्दाहरूलाई प्राथमिकता दिएको थियो र विश्वव्यापी बनाएको थियो। र सन् 2015देखि 2030सम्म 17वटा लक्ष्य र 169 गन्तव्य, 432 सूचकलाई अघि सारेको पाइन्छ होइन। त्यस्तामा चाहिँ युएनओले चाहिँ विभिन्न देशहरू चाहिँ त्यसको लक्ष्य हासिल गर्ने भनेर चाहिँ समर्थन गरेका देखिन्छ। अब दिगो विकासको सम्बन्धमा नेपालले गरेका प्रयास संविधानमा के छ भन्ने कुरा, संविधानमा दिगो विकास उत्थान समृद्धिको एउटा सङ्कल्प छ प्रस्तावनामा होइन। अनि धारा 30मा चाहिँ वातावरणको हक र छ, प्रदूषकले क्षतिपूर्ति दिनुपर्ने कुरा छ। अब धारा 250मा प्राकृतिक स्रोत बाँडफाँड वित्त आएको छ होइन। र निर्देशक सिद्धान्तमा चाहिँ प्राकृतिक स्रोत साधनको संरक्षण, संवर्धन, उपयोग सम्बन्धी नीति छ होइन। त्यसपछि अर्को नीति कानुन निर्माण गरेको छ, जस्तै वातावरण संरक्षण नीति 2076, वातावरण संरक्षण नियमावली जारी गरेको छ। 8औं योजनादेखि दिगो विकासको अवधारणा लागू गरेको हो। 14औं योजनादेखि सूचकमा आधारित बजेट विनियोजन गर्ने होइन कुरा छ। त्यसपछि अब 2068-69देखि जलवायु कोडिङ बजेटको सुरुवात गरेको छ। र त्यस्तै सङ्गठन संरचनाहरू जस्तै प्रकृति संरक्षण कोष, वातावरण परिषदको गठन गरेको छ होइन। अब त्यसपछि अर्को समर्थन पक्षधरहरू होइन। अब समर्थन पक्षधरमा चाहिँ 2015देखि 2030सम्म 17 लक्ष्य, 169 गन्तव्य र 232 सूचकहरूमा चाहिँ हामीले चाहिँ सूचकहरूमा एकदम आफ्ना लक्ष्यहरू चाहिँ तयार गरेको छ, तयार गरी आफ्नो विकास कार्यक्रमहरू सञ्चालन गरेको छ। अनि त्यसपछि जैविक विविधता सम्बन्धी महासन्धि, रामसार महासन्धि, क्योटो प्रोटोकल होइन, टिबिटी होइन। अनि त्यस्तै खालका विभिन्न सन्धि सम्झौताहरूमा चाहिँ नेपाल पक्षधर भएको छ। अब 2 पटक त क्लिन डेभलपमेन्ट मेकानिजम होइन CDMA-मा पुरस्कार पाइसकेको छ। अब आशा लाग्दा कार्यक्रमहरू भनेका चाहिँ नेपालको वन जङ्गल चाहिँ 46% पुर्याएको छ, करिब 46% होइन, अझ बढी पनि छ। रेड कार्यक्रम सञ्चालन गरेको छ। कार्बन व्यापार प्रणालीमा नेपाल चाहिँ सहभागिता भएर चाहिँ अब कति 2021देखि 2025सम्म त वर्ल्ड ब्याङ्कसँग सम्झौता गरिसकेको छ। अनि अघिल्लो आर्थिक वर्षमा चाहिँ स्विडेनसँग चाहिँ सम्झौता गरेको छ। यस्तै चाहिँ धेरै देशहरूसँग चाहिँ कार्बन व्यापारको लागि नेपाल सहभागी भएको पाइन्छ। दिगो विकासको लक्ष्यमा नेपालको उपलब्धि भने चाहिँ नेपालले चाहिँ 2022सम्मको लक्ष्यमा 58.6% चाहिँ लक्ष्य हासिल गरेको थियो भने 2030सम्मका लागि 41.7% लक्ष्य हासिल गरिसकेको छ। र 2030सम्म चाहिँ 60.5% लक्ष्य हासिल गर्ने अनुमान छ। र उत्पादनशील क्षमता चाहिँ नेपालको 40.4 छ। र बढी सफल भएको चाहिँ भनेको समुदाय र सहरको 76% छ, त्यो 11औं नम्बरमा पर्छ। र कम उपलब्धि हासिल गरेको चाहिँ मर्यादित काम र आर्थिक वृद्धि 8औं नम्बरमा छ, त्यो 19.6% चाहिँ मात्रै उपलब्धि हासिल गर्न सकेको छ। र कुल 332 सूचकमा चाहिँ 58 सूचक चाहिँ 2022 भित्रै हासिल भइसकेका थिए। अब विकासमा दिगो विकास लक्ष्य हासिल गर्ने नेपाल चाहिँ 95औं नम्बरको देशमा पर्छ अरे होइन। अब सुधार गर्नुपर्ने कमजोरीका उपलब्धिहरू जस्तै अब के कस्ता उपलब्धिहरूमा हामीले चाहिँ सुधार गर्नुपर्छ भन्ने कुरा हो। ठुलो लगानीका लागि कोषको निर्माण गर्ने कुरा सुधार गर्नुपर्ने छ। वित्त हाम्रा चुनौती हुन् कि यिनी। अनि वैकल्पिक वित्तहरूको व्यवस्थापन गर्ने कुरा चाहिँ बाह्य आन्तरिक साझेदारबीच सहकारी समन्वय गर्ने कुरा छ। जलवायु अनुकूल प्रतिकार योजना तर्जुमा गर्ने र कार्यान्वयन गर्ने कुरा पनि छ। बहुआयामी विकासका लागि सन्तुलित योजना र रणनीति तर्जुमा गर्ने कुरा छ। विपद प्रतिकार पुनर्निर्माणका कुरा छ होइन। अब समावेशी सामाजिक न्यायका कुरा कायम गर्ने कुरा भइहाल्यो।
हैन। त्यसपछि दिगो आर्थिक विकासका कुराहरू छ, आर्थिक विकास र सन्तुलनका विषयहरू छ हैन। त्यसपछि अब चाहिँ सामाजिक न्याय र सामाजिक समानता, लैङ्गिक सशक्तिकरणका कुराहरू छन्, वातावरण संरक्षणका विषयहरू, धेरै कुराहरू चाहिँ नेपालले चाहिँ जोड दिनुपर्ने, अझै जोड दिनुपर्ने छ। निष्कर्षमा दिगो विकासले वातावरण संरक्षण, स्रोत साधन र दिगो उत्पादन वितरण र आर्थिक सबलीकरण एवं सामाजिक सांस्कृतिक रूपान्तरण, सामाजिक न्यायका क्षेत्रहरूलाई आमूल परिवर्तनको जोड दिन सकेमा दीर्घकालीन स्वरूप र प्रयासको थालनी गर्न जरुरी छ। अब प्रश्न नम्बर 8मा के छ भने अब विश्वव्यापीकरणले चाहिँ नेपालमा के कस्तो फाइदा बेफाइदा पुर्याएको छ त्यसको चाहिँ लेखाजोखा गर्नुस् भन्ने कुरा गरेको छ। अब यसको विषय प्रवेश हुन्छ विश्व समुदायमा वस्तु सेवा उत्पादनले निर्वाध रूपमा पहुँच र बजार प्राप्ति गर्ने सञ्जालको स्थिति नै के हो? विश्वव्यापीकरण हो। बजार, व्यापार, सूचना प्रविधि, संस्कृति लगायतको विश्वले विश्वव्यापीकरण बढेको छ। ग्लोबल एज द भिलेजको नीति जो सीमाविहीन र संसारको परिकल्पना हो। यो चाहिँ संसार चाहिँ एक आपसमा चाहिँ अन्तर्निर्भरता र एक आपसमा जोडिएको मान्यता पनि हो। र नेपाल जस्तो अब नेपाल चाहिँ विश्वव्यापीकरणमा चाहिँ अब इतिहासदेखि नै अब के भन्छ 1900 विक्रम सम्वत 1906मा चाहिँ नेपालबाट जङ्गबहादुर राणा विदेश गए, युरोप गइसकेपछि कहीँ न कहीँ युरोपसँगको सम्बन्ध त्यति बेला भएको थियो, जसले गर्दा नेपाल चाहिँ युरोपसँग पनि पुगिसकेको थियो। त्यस पश्चातका विभिन्न घटना परिघटनाहरूले गर्दा चाहिँ नेपाल चाहिँ विश्वमा चाहिँ आफ्नो पहुँच स्थापित गर्दै गरेको थियो। तर वास्तविक रूपमा चाहिँ नेपाल चाहिँ विश्वव्यापीकरणमा चाहिँ सन् 2004मा 4 अप्रिल 23मा चाहिँ नेपाल WTO को चाहिँ सदस्य राष्ट्र भयो। तब मात्रै चाहिँ विश्वव्यापीकरणमा अझ राम्रोसँग चाहिँ पहुँच प्राप्त गरेको भन्ने पनि पाइन्छ। र अब युएनको सदस्य राष्ट्र भएपछि चाहिँ अझ चाहिँ नेपाल चाहिँ अब विश्वमा आफ्नो पहुँच बढाइएको थियो। अब सूचना प्रविधिको विकासले चाहिँ नेपाललाई चाहिँ अझ विश्वव्यापीकरण बनाएको पाइन्छ। यसका फाइदाहरू के छन् भन्ने कुरा, फाइदा चाहिँ बजार विस्तार भएको छ, जस्तै भन्सार सुविधा प्राप्त गरेको छ हैन। अब युरोपले दिया छ जनरल प्रिफरेन्स सिस्टम के भन्छ। अनि अर्को चाहिँ कोठा प्रणालीको अवसर छ हैन। अब चाहिँ अमेरिकाले चाहिँ कोठा प्रणालीबाट चाहिँ नेपालबाट कपडाहरू चाहिँ लिने गर्दथ्यो हैन। त्यसै जर्मनीले चाहिँ नेपालको गलैँचाहरूलाई कोठा प्रणाली दिएको छ। त्यसै पारवान सुविधा पाएको छ हैन। अनि अब चाहिँ नेपालले चाहिँ अब चाहिँ पटनामा पारवान सुविधा पाएको छ। त्यस्तै चाहिँ अब चीनका हैन कतिवटा 3-4वटा कतिवटा चाहिँ पाएको छ। अनि त्यसपछि बङ्गलादेशसँग चाहिँ बङ्गलादेशको चाहिँ त्यो बन्दरगाह नेपालले चाहिँ पारवान सुविधा प्राप्त गरेको छ। अनि अन्य देशहरूले पनि नेपाललाई चाहिँ पारवान सुविधा उपलब्ध गराएका छन्। अर्को कुरा छ स्थानीय उत्पादनको अन्तर्राष्ट्रियकरण हुने कुरा छ, ग्रामीण विकास हुने कुरा छ, खेर गएको स्रोत साधनको परिचालन हुने कुरा छ, उत्पादन वृद्धि, निर्यात प्रवर्धन हुने हैन, वस्तुको प्याकेजिङ र लेबलिङ ब्रान्डिङ हुने हैन, वस्तुको गुणस्तरता र प्रतिस्पर्धा क्षमता बढेको छ। अब अन्तर्राष्ट्रिय पुँजीको निर्माण पनि भएको छ, जस्तै विप्रेषण प्राप्त भएको छ, लगभग करिब 11 खर्बभन्दा बढी नै भएको थियो गत वर्ष। अब विदेशी मुद्राको आय आर्जन हुन्छ, विनिमय संस्कृति बढ्छ र क्रय क्षमता पनि बढ्छ र हैन, अर्थतन्त्र सुदृढ हुन्छ। त्यसै लगानी भित्रिएको छ, अनुदान सहायता परिचालन वृद्धि भएको छ। अब अर्को मानवीय पुँजी र पहुँचको वृद्धि पनि भयो, जस्तै चेतनाको निर्माण भएको छ, व्यवसाय ज्ञान र प्रविधिको सिपको क्षमताको विकास भएको छ। अब हैन, अब क्रय शक्ति बढ्या छ हैन, श्रम क्षमताको क्रय शक्ति बढ्या छ। त्यसै सामाजिक सांस्कृतिक रूपान्तरण भएको छ, जस्तै असल संस्कृति र असल संस्कार र संस्कृतिको निर्माण भएको छ। विकृति विसङ्गति हटेका छन्, समानता, सामाजिक न्याय, समावेशीकरणका नीतिहरू लागू भएको छन् हैन, त्यो पनि भएको छ। त्यसै सामाजिक एवं राजनीतिक एवं प्रशासनिक सुधार भएको छ, जस्तै लोकतन्त्र बलियो भएको छ हैन, सुशासनको जग निर्माण भएको छ, जस्तै अब नेपालले आर्थिक उदारीकरणको नीति लिए पश्चात त्यो आर्थिक उदारीकरणमा चाहिँ अनुदान सहायता पाउनका लागि पनि नेपालले चाहिँ विभिन्न कानुनहरू निर्माण गर्ने र सुशासनको जग निर्माण गर्नुपर्छ भनेर चाहिँ विश्व बैंकले नेपाललाई चाहिँ बाध्यता तुल्याएपछि मात्रै नेपालले चाहिँ त्यो सुशासनको अवधारणा अघि बढाएको पाइन्छ।
अनि पर्यटन प्रवर्धन भएको थियो। पर्यटन प्रवर्धन गर्ने जस्तै नेपालको पहिचान कायम हुन्छ, राज्य राष्ट्र निर्माण हुन्छ। राष्ट्र निर्माण कसरी हुन्छ भनेपछि संस्कृतिको आदान प्रदान भएपछि मात्रै राष्ट्र निर्माण हुन्छ। राज्य निर्माण त हुने भइहाल्यो नै। अब विश्वव्यापीकरणका कारण नेपालले भोग्न परेका समस्या एकदम सर्टकटमा छ। अस्थिर राजनीति हुन्छ, भूराजनीतिक असन्तुलन हुन्छ होइन। अनि युद्धहरू बढ्न सक्छ, बाह्य आन्तरिक आक्रमण बढ्छ, घरेलु व्यवसाय धराशय हुन सक्छन्, उपभोगवादी संस्कृति बढ्छ, ब्रेन ड्रेन हुन्छ, कुलत्र दुर्व्यसनी बढ्छ, पश्चिमेली भट्किलो संस्कृतिको भित्रिन्छ र ग्रामीण भूमि बाँझो हुने होइन। अनि चाहिँ अब बाहिरको उत्पादनमा भर परेपछि ग्रामीण भूमि बाँझो हुने कुरा गर्छ। स्रोत साधनको दोहन र स्वार्थमा प्रयोग हुन्छ। जस्तै अब ठुला उद्योगहरू ठुला चाहिँ के भन्छ बहुराष्ट्रिय कम्पनीहरू चाहिँ नेपालमा आयो भने नेपालको स्रोत साधन चाहिँ सस्तोको भावमा चाहिँ दुरुपयोग गर्छन्, एकदम दोहन गर्छन्। चाहिँ भ्रष्टाचार अनियमितता बढ्छ, सङ्गठित अपराध बढ्दै गएको छ होइन। विभिन्न अपराधका कार्यहरू बढ्दै गएका छन्। अब खुल्ला सिमाना छ। अब पुँजीको पलायन पनि रोक्न सकेको छैन होइन। अब जति आउँछ विपरेसनमा त्यति चाहिँ अब खरिदमा जान्छ। आर्थिक असन्तुलन बढेको छ होइन। अनि चाहिँ अब सहायता र परनिर्भरतामा वित्तीय व्यवस्थापन भएको छ। जस्तै हामी चाहिँ अब हाम्रो बजेट प्रणाली चाहिँ सहायतामुखी होइन, अर्कामा निर्भर भएको छ। अनि भूराजनीतिक सङ्कट त भनिसक्यो। यस्तै धेरै चाहिँ समस्याहरू पनि नेपालले भोग्न परेको छ होइन। जस्तै पारवान समस्याहरू पनि नेपालले भोग्छ। अनि विभिन्न सीमा नाकाहरू पनि भोगेको छ होइन। अब यसका लागि अब के हामीले फाइदा बढाउने के गर्नु त भन्ने कुरा पनि हुन्छ। लेखाजोखा भने त्यो हो कि खासमा अब हामीले चाहिँ नेपालमा घाटा छ भने चाहिँ फाइदा बढाउने के कुरामा ध्यान दिने कुरा छ। निर्यात बढाउने कुरा छ, उत्पादन वृद्धि गर्ने कुरा छ, विपरेसनलाई दिगो बनाउने कुरा छ, मानव पुँजीको निर्माण गर्ने र क्षमता विकासको कुरा छ, शासकीय सुधार र सुशासन कायम गर्ने कुराहरू छ होइन। त्यसपछि चाहिँ अन्तर्राष्ट्रिय कूटनीतिलाई चाहिँ आर्थिक कूटनीतिलाई बलियो बनाउने कुराहरू होला। त्यसपछि चाहिँ वैकल्पिक वित्तहरूको चाहिँ परिचालन गर्ने विषय हुनसक्छ होइन। त्यसपछि चाहिँ आन्तरिक उत्पादनलाई आत्मनिर्भर बनाउने कुरा हुनसक्छ होइन। स्वदेशी उत्पादनलाई चाहिँ प्रोत्साहन दिने कुरा पनि हुनसक्छ होइन। र स्वदेशी चाहिँ उद्योग धन्दालाई चाहिँ के भन्छ अनुदान सहायता दिने कुरा पनि हुनसक्छ। अनि यी यावत गरियो भने चाहिँ र अब अझ भन्सार प्रणाली पारवान प्रणालीलाई चाहिँ सहज बनाउन सकियो भने, प्रविधि हस्तान्तरणका विषयलाई चाहिँ खुकुलो बनाउन सकियो भने, विदेशी लगानी मैत्री वातावरण निर्माण गर्न सकियो भने, यावत गर्न सक्यो भने अझ राम्रो पनि हुनसक्छ। विश्वव्यापीकरणको फाइदा लिन सकिन्छ। अब निष्कर्ष विश्वव्यापीकरणले पुँजी प्रविधि हस्तान्तरण र अर्थतन्त्र फराकिलो बनाउन नेपालले यसमा रहेका कमजोरी र चुनौतीहरूलाई चाहिँ सम्बोधन गर्न जोड दिन उपयुक्त देखिन्छ भन्ने कुरा हो। अब लेखाजोखा गरेर एउटा सिफारिस गरियो होइन। अब प्रश्न 9मा छ जलवायु वित्तको अवधारणा के हो, जलवायु वित्तको महत्त्वपूर्ण के महत्त्व छ र जलवायु वित्तको लागि नेपालले के प्रयास गरेको छ भन्ने छ। अब जलवायु वित्तको अवधारणा के हुन्छ, जलवायु परिवर्तनका प्रभावलाई न्यूनीकरण गर्न अनुकूलनका कार्यक्रम परिचालन गर्नका लागि स्थापना भएको राष्ट्रिय अन्तर्राष्ट्रिय स्थानीय तहको कुनै पनि कोषलाई के भनिन्छ जलवायु वित्त हो। कोष व्यवस्थापन भनेको के हो, जलवायु वित्त हो। जसमा चाहिँ आम्दानी गर्ने, खर्च गर्ने होइन, त्यसको चाहिँ लेखाङ्कन गर्ने कुराहरू, प्रतिवेदन बनाउने कुराहरू होला। अनि त्यसका चाहिँ नीति बनाउने, रणनीति बनाउने, योजना बनाउने होइन। अनि त्यसको चाहिँ परिचालन गर्ने विषय हुनसक्छ। त्यसको समग्र खाका ढाँचा होइन, त्यसको चाहिँ समग्र भने के भन्छ जलवायु वित्त हो। जलवायु वित्तमा द्विपक्षीय बहुपक्षीय सरकारी गैर सरकारी निजी क्षेत्रको प्राप्त हुने अनुदान सहायता रासो होइन सबै प्रकारका रकमहरू के अब रहन्छन्। जसमा कार्बन व्यापारबाट प्राप्त भएको रकम पनि रहन्छ होइन। त्यसपछि अब सन् 1992 को संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तनको प्रारूपको महासन्धिले यसलाई चाहिँ अवधारणाको रूपमा ल्याएको थियो। हरित कोषको स्थापना सन् 2021 मा चाहिँ भएको थियो। गरिब राष्ट्रहरूलाई जलवायु कार्यक्रम न्यूनीकरण एवं अनुकूलन परियोजनामा स्रोत परिचालन गर्नु थियो। त्यस्तै पेरिस सम्झौता सन् 2015 ले हरेक वर्ष विकसित राष्ट्रले अविकसित राष्ट्रलाई होइन 100 बिलियन सहयोग गर्नुपर्छ भन्ने चाहिँ शर्त राखेको थियो। यस्तै जलवायु वित्त अन्तर्गत क्लाइमेट इन्भेस्टमेन्ट फन्ड, ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटी फन्ड होइन, एडप्टेसन फन्ड होइन लगायतका कोषहरू रहेका छन्, जुन चाहिँ यो वर्ल्ड ब्याङ्क अन्तर्गत रहेको छ।
त्यसै नेपालमा कार्बन व्यवहार प्रणालीमा आबद्ध भएको पनि छ होइन। जलवायु बजेट कोडिङ पनि नेपालले 2068-69 गरेको अभ्यासमा ल्याएको पाइन्छ। त्यस्तै बैंक तथा वित्तीय संस्थामा हरित ऋण पत्र मार्गदर्शन तयार गरेको छ होइन, हरित बोन्डहरू जारी गर्ने। त्यस्तै जलवायु वित्त परिचालन सम्बन्धी नीति नीतिको मस्यौदा तयार गरेको पाइन्छ। जलवायु वित्तको महत्त्व के हो भने जलवायु परिवर्तनबाट प्रभावित क्षेत्रका नागरिकहरूको राहत उद्धार पुनर्स्थापना गर्ने कुरा छ। वातावरण संरक्षण एवं जैविक विविधता संरक्षण गर्ने कुरा छ होइन। त्यसपछि स्वच्छ विकास संयन्त्र अन्तर्गत निर्माण र सञ्चालन गर्ने कुरा पनि छ। खाद्य सुरक्षा र पोषण सुरक्षाका कार्यहरू गर्ने कुरा भयो। दुर्गम भेगमा रहेका बस्तीहरूमा खानेपानी सरसफाइका समस्या समाधान गर्ने कुरा। प्राकृतिक प्रकोप विपत्तिका घटनाहरूमा राहत उद्धार पुर्याउने कुरा। रोजगारी सिर्जना र गरिब निवारण र सामाजिक सुरक्षाका काम गर्ने कुरा होला। नागरिकका आदर आवश्यकता घाँसपात कपास होइन, शिक्षा स्वास्थ्यको प्रबन्ध गरेर मानव विकास गर्ने कुरा पनि हुनसक्छ। त्यस्तै चाहिँ शासकीय सुधार र सुशासन कायम गर्ने कुरा होला। खाद्य सुरक्षा र पोषणका आइसक्यो। यी यस्ता खालका जो जलवायुबाट प्रभावित भएका क्षेत्रहरूको उत्थान गर्ने, जस्तै कृषि क्षेत्रमा भएको छ कृषि उत्पादकता वृद्धि गर्ने विषय हुनसक्छ होइन, मत्स्य पालनका विषयहरूमा जल व्यवसाय सञ्चालनका कुराहरूमा हुनसक्छ होइन, वन जङ्गल संरक्षण कुरा अनि चाहिँ प्राकृतिक प्रकोप विपत्तिबाट का विषयमा एकजुट लड्नका लागि हुनसक्छ। यो यावत कुराहरू हुन सक्छन्। त्यस्तै जलवायु वित्त परिचालनका लागि नेपालले गरेका प्रयासहरू, केही प्रयास त मैले अगाडि नै भनिसकेँ। अब नेपालको संविधानमा के छ भन्ने कुरा, प्रस्तावना दिगो शान्ति विकास र समृद्धि कायम गर्ने कुरा छ। वातावरण सम्बन्धी हकको कुरा छ। प्रदूषकले प्रदूषणबाट पीडितलाई होइन क्षतिपूर्ति दिने कुरा धारा 30 मा छ। क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था छ। धारा 50 को ग मा आर्थिक उद्देश्य होइन सार्वजनिक सहकारी क्षेत्रको साझेदारी जोड दिएको छ होइन। धारा 51 ले चाहिँ अर्थ उद्योग वाणिज्य नीतिले वैकल्पिक स्रोतको पुँजी परिचालन गर्ने कुरा छ। त्यस्तै अब नीतिगत र कानुनी व्यवस्था के छ, राष्ट्रिय वातावरण संरक्षण नीति 2076 रहेको छ होइन। त्यसपछि वातावरण संरक्षण ऐन 2076 तर्जुमा कार्यान्वयन भएको छ। जलवायु परिवर्तनको लागि स्थानीय अनुकूल कार्यक्रम कार्यविधि 2072 र 263 पालिकाले यसलाई चाहिँ बनाइसकेका छन्। जलवायु वित्त परिचालन कार्यविधि 2082 को मस्यौदा तयार गरेको छ होइन। यस्तै संरचनात्मक कार्यक्रम के छन् भने प्रकृति संरक्षण कोषको स्थापना भएको छ। रेड कार्यक्रम कार्यान्वयन भएको छ होइन। अर्को के छ, सन्धि सम्झौता के छन्, पेरिस सम्झौताको 75 भएको छ। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन प्रारूपको 75 पनि भएको छ। सन् 2010 सम्म राष्ट्रिय अनुकूलन कार्यक्रम लागू गर्ने भनेर रहेछ। दिगो विकासका लक्ष्यहरू हासिल गर्ने 2030 सम्म भनेर चाहिँ यसमा समर्थन भएको छ। अन्य प्रयासमा चाहिँ जलवायु बजेटिङ कोड त मैले भनिसकेँ। नेपाल कार्बन व्यापार संयन्त्र मोन्ट्रियल सन्धिमा सामेल भएको छ र 1 अर्ब 19 करोड अनुदानको वर्ल्ड ब्याङ्कले दिने कुरो घोषणा गरेको रहेछ। 2021 मा कार्बन व्यापार भएको 2025-24 सम्मका लागि। कोपा 26 को लिसन कार्बन व्यापारलाई प्राथमिकता दिएको थियो। रेड कार्यक्रम अनुसार नेपालमा 1 अर्ब 50 करोड 550 लाख चाहिँ टन कार्बन छ। निष्कर्षमा के छ भने जलवायु वित्त नेपाल जस्तो अल्पविकसित जलवायु परिवर्तनबाट उच्च जोखिम युक्त मुलुकले प्रतिकार र अनुकूल कार्यका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसँग अनुदान सहायता अभिवृद्धि गर्न पहल गर्नु आजको आवश्यकता हो होइन। अब नेपालको लागि त एकदमै अति महत्त्वपूर्ण छ यो जलवायु वित्त। प्रश्न नम्बर 10 मा छ हरित अर्थतन्त्रको अवधारणा। यो हरित अर्थतन्त्रको अवधारणा के हो र हरित अर्थतन्त्रको लागि प्रदेश सङ्घ स्थानीय तहले के कस्ता प्राथमिकता गर्नु पर्ला भन्ने छ। हरित अर्थतन्त्र भन्नाले वातावरणको संरक्षण सम्वर्धन र दिगो उपयोग गर्दै आर्थिक गतिविधिहरू सञ्चालन गर्ने के हो, यो मान्यतालाई के भन्छ, हरित अर्थतन्त्र हो। यो वातावरणीय स्वच्छता सन्तुलन र दिगो विकासको मान्यतामा आधारित छ। हरित अर्थतन्त्र के हो, अर्थतन्त्रको वैकल्पिक रूप पनि हो। सन् 1970 को दशकदेखि नै आएको पाइन्छ र सन् 1989 मा डेभिड फियर होइन अनिल मार्क डेले पनि यसको अवधारणा ल्याएका थिए। युएनएपीले सन् 2008 देखि 2011 मा यसलाई विश्वव्यापी बनाएको पाइन्छ। हरित अर्थतन्त्र प्रवर्धन गर्न प्रदेश र स्थानीय तहले प्राथमिक गर्नुपर्ने विषय। अब सङ्घले के प्राथमिक गर्नु पर्ला, जस्तै एकीकृत नीति, आवधिक योजना निर्माण गर्ने, बजेट कार्यक्रम तर्जुमा गर्ने, गुरु योजना, शोध तालिका निर्माण गर्ने होइन।
त्यस्तो खालको नीतिको कुराहरू छ। अब अर्को हरित वित्त व्यवस्थापन जस्तै हरित कोषको गठन गर्ने कुरालाई हरित कर्जा लिने हरित वित्तीय क्षेत्रको गठन गर्ने होइन, अनि हरित बन्डहरू जारी गर्ने त्यस्ता कामहरू हुनसक्छ होइन। र चाहिँ हरित करहरू लगाउने जस्तै होइन, जसले वातावरणलाई हानि नोक्सानी पुऱ्याउँछ त्यसमा कर लगाउने, जस्तै पेट्रोल पदार्थमा कर लगाउँछ, ग्रिन ट्याक्सोनोमी कुरा छ। अनि जस्तै जलवायु बजेटको कोडिङ गर्ने कुराहरू होला होइन। अनि के अरे हरित क्षेत्र परिवर्तन गर्नका लागि लगानी गर्ने कुराहरूलाई, नवीकरण ऊर्जा परिवर्तन कार्यक्रम सञ्चालन गर्ने होला, कार्बन व्यापार प्रणालीमा चाहिँ निर्माण गर्ने, त्यसमा चाहिँ आबद्ध हुने विषय होला, सार्वजनिक साझेदारीका काम होला, हरित प्रविधि एवं पुँजी हस्तान्तरण गर्ने कामहरू होला होइन। अन्तर्राष्ट्रिय तहमा हरित कूटनीतिक सञ्चालन गर्ने जस्ता काम चाहिँ सङ्घले गर्छ। अनि त्यसपछि अब खोज अनुसन्धान होइन, हरित क्षेत्रको हरित चाहिँ ऊर्जाका लागि खोज अनुसन्धान गर्ने कुराहरू होला होइन। र त्यस्तै किसिमको चाहिँ यसमा रहन्छ। अब प्रदेश सरकारको के रहन्छ भने, प्रदेश सरकारले प्राथमिकता गर्ने कुरामा चाहिँ नदीको दिगको व्यवस्थापन, उत्पादनमुखी उपयोग र व्यवस्थापनको कुराहरू होला, जलवायु उत्थानशील कार्यक्रम गर्ने कुरा, जैविक विविधताको संरक्षण र बहुआयामिक उपयोग गर्ने कुराहरू, वन सम्पदामा आधारित उद्यमको सञ्चालन गर्ने कुरा होला, सौर्य ऊर्जा सञ्चालन गर्ने होइन, नवीकरणीय ऊर्जा सञ्चालन गर्ने कुरा होला, वातावरण एवं पर्यावरण परिवर्तन गर्ने होला, जलयातायातको सञ्चालन एवं सम्भाव्यता अध्ययन गर्ने कुराहरू होला, प्रदूषण नियन्त्रण गर्ने होला होइन, सवारी कर सङ्कलन गर्ने कुरा, वित्त व्यवस्थापन अनुदान बाँडफाँड गर्ने होला, ग्रामीण सशक्तिकरण आत्मनिर्भरका कार्यक्रम सञ्चालन गर्ने कुरा पनि हुन सक्छन्। त्यस्तै स्थानीय तहले के गर्न सक्छन्, जस्तै स्थानीय पुँजी प्रविधिमा आधारित होइन व्यवसाय सञ्चालन गर्ने होला, फोहोरबाट मोहर उत्पादन गर्ने कार्यक्रम जस्तै फोहोर मैला व्यवस्थापन गर्ने कुराहरू होला होइन, फोहोर मैला व्यवस्थापनबाट ऊर्जा निकाल्ने कुराहरू हुनसक्छ, वन पैदावारको दिगो उपयोग गर्ने कुराहरू होला होइन, अनि वन पैदावारको उत्पादन बढाउने कुराहरू होला। अब होइन अर्को चाहिँ वातावरणसँग सम्बन्धित जस्तै होइन, वातावरणीय अवयवहरूलाई बढाउने र त्यसबाट चाहिँ दिगो उपयोग गर्ने, त्यसको चाहिँ व्यावसायिक उत्पादन गर्ने होला होइन। जस्तै चाहिँ कालिज खेती धेरै बढाउने, कालिज खेती उत्पादन गरेर जस्तै हरिण खेतीहरू गर्ने, हरिण व्यवसाय गर्ने, हरिण पालन व्यवसाय गर्ने, जस्तै बदल पालन व्यवसाय गर्न सकिन्छ होइन। त्यसपछि अब माछा पालन व्यवसाय गर्न सकिन्छ। अनि नदीको व्यवसायिक उपयोग गर्न सकिन्छ, हिमालको व्यवसायिक उपयोग गर्न सकिन्छ, जडीबुटी बेच्न सकिन्छ होइन, जडीबुटी बेचबिखन गर्ने कुराहरू जे भयो भने प्रकृतिको उपयोग गर्ने, तर प्रकृति नबिगार्ने हो खासमा यसको महत्त्व होइन। अनि अब विद्युतीय चुलो होइन, विद्युत खपत बढाउन के गर्नु पर्ला होइन, अब विद्युतीकरण व्यवसायिकमा विद्युतीकरण गर्ने, जैविक ऊर्जाको उत्पादन गर्ने, सौर ऊर्जा होइन, अनि बायोग्यास ऊर्जा, यस्ता ऊर्जाका कुराहरू गर्नु पर्यो। अनि निष्कर्ष चाहिँ अर्थतन्त्रमा वातावरणलाई क्षति नपुर्याई स्रोतको दिगो उत्पादन, पृथ्वीको संरक्षण, आर्थिक गतिविधि सञ्चालन गर्न वैकल्पिक वित्तको व्यवस्थापनका लागि हरित अर्थतन्त्र निर्माण गर्न वर्तमान मुलुकको आवश्यकता हो।